गर्दछौँ। अर्को हप्ता चाहिँ यो जति पनि अहिले हामी भेला भएका छौँ उहाँहरूको यो फोटो चाहिँ तस्बिर चाहिँ टी सर्टमा छपाएर चाहिँ म वितरण गर्नेछु र जति सक्दो हामीलाई डोनेट गर्नुहुने महानुभावहरू छ जस्तै धनबहादुर तिगेला दाजु उहाँले डोनेट गर्नुभएको छ भने अर्को एकजना हाम्रो एकजना दाइ हुनुहुन्छ उहाँको चाहिँ नाम भुलेँ अस्ति मैले वाचन गरिसकेको छु उहाँहरूले चाहिँ हामीलाई डोनेट गर्नुभएको छ र त्यो डोनेटबाट चाहिँ मैले टी सर्ट छपाउँदैछु। त्यो टी सर्टमा चाहिँ यो आज खिचेको तस्बिर फोटो चाहिँ हामी त्यहाँ छापेर सम्पूर्णलाई वितरण गर्दछौँ र सम्पूर्ण अर्को हप्ता आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र यो सरसफाइ अभियान भनेको आफैमा पनि राम्रो अभियान हो। तपाईँले यसो सोच्नुहोस् त घरमा सफा बस्छौँ तपाईँ हामी कपडा पनि सफा राख्छौँ र तपाईँ हाम्रो घर वरिपरि सफा बस्छौँ र त्यसरी नै भानुचोक सम्पूर्ण आम नगरवासीको यो एउटा सम्पत्ति हो, सार्वजनिक स्थल हो र यो स्थललाई चाहिँ तपाईँ हामीले सफा गरौँ भन्ने हाम्रो यो अभियान आजभन्दा 4.5 वर्ष अगाडि माननीय मेयर हर्क साम्पाङज्यू र हाम्रो समीर तामाङ रसिक थेबेज्यू र राम राई हामी भएर यो धेरै दुःखले गरेको छौँ त्यति बेला हामीले र आज 172 हप्ता आइपुग्दाखेरि हामीलाई खुसी पनि लाग्छ र तपाईँहरूले यसरी साथ सपोर्ट गरिरहनु भएको छ र आज हामीलाई बहिनीले जुन 5वटा झाडु सहयोग गर्नुभएको छ उहाँले पनि युट्युब मार्फत धेरै हेर्नुहुन्छ उहाँ पनि हाम्रो माटो प्रेमी हुनुहुन्छ र उहाँलाई सबैले फेरि एकपल्ट जोरदार थप्पडी मारेर धन्यवाद दिउँ। र उहाँको नाम चाहिँ पारु थेगिम लिम्बू हो, उहाँले हुनुहुन्छ पारु थेगिम लिम्बूज्यू र हामीलाई पानी पनि 2 कार्टुन सहयोग गर्नुभएको छ। उहाँको नाम के हो? 2 कार्टुन हामीलाई पानी सहयोग गर्नुभएको छ महेन्द्र बहादुर राई धरान किचनबाट उहाँलाई पनि सबैले ताली बालेर धन्यवाद दिउँ। र म सानो स्लोगन लाउँछु सबैले एकैसाथमा सहयोग गरिदिनु हुनुको लागि पनि अनुरोध गर्दछु र स्वर सुकेको कारणले गर्दा तपाईँहरूको स्वरले चाहिँ माथि उच्च बिन्दुमा पुग्ने गरी तपाईँहरूले चाहिँ सहयोग गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। जय धरान, जय सरसफाइ अभियान, जय धरान, जय सरसफाइ अभियान, जय हर्क साम्पाङ, जय हर्क साम्पाङ। सम्पूर्ण आज आउनुहुने अभियन्तालाई धन्यवाद दिँदै आज 172 हप्ताको सरसफाइ अभियान समापन भएको पनि म घोषणा गर्दछु र सानो रिक्वेस्ट तपाईँलाई एकछिन बसिदिनु होला। हाम्रो